मैले यसो टिकटक हेर्छु जहिले होइन, एउटा आउनुहुन्छ क्या काका ग्याङस्टर किङ भन्ने ऱ्यापर अरे क्या। उहाँले त लिल झोला, साकार, लाउरे सबलाई बिट हानिदिनुहुन्छ क्या। त्यस्तो खतरा ऱ्यापर हुन्छ। ल उहाँको ऱ्याप हेरिदिउँ नि त। यहाँ छन् मेरो यहाँ बाउ मोजी सबैको लागि भनिरहेछन् सबैको लागि। काकालाई क्या मैले यस्तो खतरा ऱ्याप होइन कसरी सुट गर्नुहुन्छ, यस्तो दामी कसरी मुख छाड्नुहुन्छ भनेको होइन। बाबु यता कान ल्याउ त भन्नु, यस्तरी कान थाप्दै गयो। अनि एक सर्ट गाजा तानेपछि कस्तो यस्तो दामी ऱ्याप हानिँदैन त भन्नुहुन्छ क्या। नभए हाउ बाउ जिन्दगीमा लगाइरहेछ जहिले पनि घाउ दाउ। भन्नु पर्दा मेरो बुवा सारे भनी बुढो माया गर्नुहुन्छ यहाँ ताके पनि मन्छोरोले मुडो नभए नि त्यो बाउको अगाडि नि छोरा जहिले बन्छु। मिस्टर काकाले फेरि बुगालाई लिएर आउनुभएको छ क्या। बुगालाई मैले यसो सोधेको होइन, तपाईँलाई किन भिडियोमा आउनु मन लागेको हो भनेर सोधेको मैले। भन्नुहुन्छ फेरि उहाँको बुवाको पनि डाइलग उस्तै क्या, जेनेटिक्स। बाबु कान्ने त ल्याऊ। अनि के भन्नुभयो भन्दा अब के गर्नु, गदेडी छोरा भइहाल्यो, अब कुट्छ भन्ने डरले भिडियोमा आउनु पर्यो नि भन्नुहुन्छ क्या। अगाडि नि छोरा जहिले बन्छ हिरो, बाउको अगाडि नि छोरा बन्छ जहिले हिरो। बाउको नि नाक धेरै चुच्चे कुरा गरिरहेको होइन, फुच्चे नभए नि तँलाई ढुसी मेरो शब्द बुझाइराख्न छैन इजी तेरो दाई सेलिब्रेटीसँग अहिले बिजी। ऱ्यापर काकाले के भन्नुभयो भन्दाखेरि सेलिब्रेटीसँग उहाँ हुनुहुन्छ अरे बिजी, उहाँको शब्द बुझ्न छैन अरे इजी। अस्ति नै सलमान खानले भन्दै थियो म एउटा खतरा ऱ्यापरसँग अब कोलाबोरेट गर्न आँटेको छु भन्दै हुन्थ्यो। पक्कै पनि उहाँ ग्याङस्टर काका हो क्या। नाइस। मैले ग्याङस्टर काकाको बेइज्जत गर्न खोजेको होइन क्या। उहाँले कामै त्यस्तो गर्नुहुन्छ, अनि कन्टेन्टै त्यस्तो छ उहाँको। सेलिब्रेटीसँग उठ्ने सुत्ने त उहाँको काम। त अब तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो होइन, त्यति आएन होला, मजा आएन, भाइब्स कलेक्ट भएन होला। फर्स्ट भिडियो त्यही भएर भाइब्स कसरी कलेक्ट हुन्छ होइन। त च्यानललाई सब्सक्राइब गरिदिनु, लाइक गरिदिनु, कमेन्ट गरिदिनु होइन। कस्तो लाग्यो भिडियो कमेन्ट बक्समा भनिदिनु होला। अर्को भिडियो म छिटै लिएर आउनेछु। बाई बाई, सी यू अगेन।